जसलाई पापास्मी आजको च्याप्टर गेस गर्नु होला। मैले यो नेपाल भाषा सिकाइरहेको धेरै भइसक्यो, लगभग 2 इयर्स जति नै भयो होला। र यो ड्युरेसनमा हजुरहरूले कति सिक्नुभयो भएन, आज चाहिँ त्यो कुराको टेस्ट गरौँ। आज म हजुरहरूको एक्जाम लिँदैछु र 10 वटा क्वेसनहरू हुन्छ। 10 वटामा कतिवटा मिलाउनु हुन्छ, एउटा मिलाउनु भयो भने 1 पोइन्ट। 10 वटा क्वेसनमा 10/10 आउँछ कि हजुरको अब कति आउँछ एकचोटि चेक गरौँ। अब सुरु गरौँ। नम्बर 1 मा मैले सबभन्दा सजिलै सोध्छु, प्रायः जस्तो हामीले सोधिराख्ने कुरा, जाने ढुनला। अब गेस गर्नु होला यो जाने ढुनला भनेको के हो। 10 सेकेन्ड्स दिन्छु म हजुरलाई। 1 2 3 4 5 6 7 8 9 10। अब हजुरहरूले गेस गर्नुभयो होला। अब म यसको एन्सर दिन्छु। जाने ढुनला भनेको चाहिँ खाना खाइसक्यो भनेर भन्न खोजेको। एक्ज्याक्टली भन्दाखेरि चाहिँ भात खाइसक्यो भनेर भन्न खोजेको हो। जा अर्थात् भात, ने ढुनला भनेको खाइसक्यो भनेको हो। त्यस्तै अब सेकेन्ड क्वेसन सुरु गरौँ है त। म उ ला। ल अब गेस गर्नु होला। म 10 सेकेन्ड्स कुर्छु। टेन सेकेन्ड्स भएको छ। अब हजुरले गेस गर्नुभयो कि भएन। अब यो 1 नम्बरको मिलेको छ भने 1 पोइन्ट पाउनु भयो। अब यो 2 नम्बरको पनि मिलाउनु भयो भने 2 पोइन्ट पाउनुहुन्छ। म फु ला अर्थात् सन्चै छौ। अब यो पनि मिलाउनु भयो भने 2 पोइन्ट पाउनु भयो। अब 3 नम्बरमा जाउँ। 3 नम्बरमा पनि प्रायः सबै मान्छेहरूले भन्ने सेन्टेन्स नै राख्छु म। ज बा मरु। अब गेस गर्नु होला। यो क्वेसनको लागि चाहिँ मैले 5 सेकेन्ड्स मात्र दिएँ, किनभने यो छोटो पनि छ र सजिलो पनि छ। जेबा मरु अर्थात् पैसा छैन। जेबा भनेको पैसा भयो, मरु भनेको छैन भयो। हो यो पनि मिलाउनु भएको छ भनेदेखि 3 पोइन्ट्स पाउनु भयो। कति पोइन्ट पाउनु भयो लेखेर राख्नु भए पनि हुन्छ। त्यस्तै गरी अर्को क्वेसन छ, सु जुल। अब गेस गर्नु होला यो क्वेसन। स्टार्ट। यसको लागि मैले 6 सेकेन्ड्स दिएँ। अब यो पनि त्यति गाह्रो छैन यदि हजुरहरूले मेरो भिडियो पहिलादेखि नै फलो गरिराख्नु भएको हो भने। छुजुला अर्थात् के भयो। कसैलाई के भयो भनेर सोध्नु पर्यो भने हामीले छुजुला भनेर सोध्छौँ। छु अर्थात् के, जुला अर्थात् भयो। अब यो पनि मिलाउनु भएको छ भने 4 पोइन्ट्स पाउनु भएको छ। र अर्को भाषा गन। वन्यु। भाषा गन वन्यु। यो गेस गर्नु होला। 6 7 8 9 10। भाषा गन वन्यु अर्थात् साथी कहाँ जाने। भाषा अर्थात् साथी भयो, गन अर्थात् कहाँ, वन्यु अर्थात् जाने। साथी कहाँ जाने। अब यो पनि मिलाउनु भएको छ भने 5 पोइन्ट्स भयो। अर्को एउटा छ वा वला। टेन सेकेन्ड्स भयो। वावला। वावला भनेको अब के भनेको गेस गर्नुभयो होला। वावला अर्थात् पानी पर्यो। वा अर्थात् पानी, वला अर्थात् पर्यो। त्यस्तै अर्को एउटा दिन्छु म, यो वासँगै सिमिलर। थ न वा। अब गेस गर्नु होला यो थ न वा भनेको चाहिँ के हो।
9 10 अब 10 सेकेन्ड्स भएको छ थनवा अब गेस गर्नुभयो अब म यसको एन्सर दिन्छु है त थनवा भन्नाले यहाँ आऊ थन अर्थात यहाँ वा अर्थात आऊ वाको चाहिँ डिफ्रेन्ट मिनिङ हुन्छ पानी पर्यो भने पनि वा बोला भन्छौँ यता आऊ भने वा थनवा भन्छौँ त्यस्तै दाँतलाई पनि हामीले वा भन्छौँ अनि धानलाई पनि वा भन्छौँ त्यो अब सिचुएसन अनुसार हामी त्यो बुझ्नुपर्ने हुन्छ अब हजुरले 7 पोइन्ट्स पाउनु भयो कि भएन सायद पाउनु भयो होला अर्को क्वेसन जी छन्त मटिना याना जी छन्त मटिना याना अब गेस गर्नु होला स्टार्ट 10 सेकेन्ड्स भएको छ अब गेस गरिसक्नु भयो होला म यसको एन्सर भन्छु जी छन्त मतिना याना जी अर्थात मैले छन्त अर्थात तिमीलाई मतिना अर्थात माया याना अर्थात गर्छु म तिमीलाई माया गर्छु अब म एउटा वर्ड मात्र लेख्छु त्यो वर्डको मिनिङ भन्नु होला खिचा गेस गर्नु होला 5 सेकेन्ड्समा खिचा अर्थात कुकुर कुकुरलाई हामीले खिचा भन्छौँ र हजुरहरूले 9 पोइन्ट्स पाउनु भएको भएन अब 10 नम्बरमा म एउटा वर्ड मात्र राख्छु सुभा गेस गर्नु होला 5 सेकेन्ड्स 10 नम्बरको सुभा अर्थात धन्यवाद धन्यवादलाई हामीले नेपाल भाषामा सुभा भन्छौँ हजुरहरूको 10 मा 10 नै आएको छ भने पनि बधाई छ र 10 भन्दा कम मार्क्स छ भने पनि अब हजुरहरूले सिक्दै गर्नु होला एक दिन अवश्य जान्नुहुन्छ र हजुरको अब 10 भन्दा कम भए पनि केही छैन 1 2 भए पनि केही छैन केही नजान्नु भन्दा थोरै जान्नु पनि राम्रै हो थ्यांक यू फर वाचिङ सुभा